नमस्ते, म ध्रुव कुमार झा स्मार्ट टक लिएर आएको छु। फेरि पनि उपस्थित भएको छु र यो टिभी टुडेबाट प्रसारण हुने कार्यक्रम स्मार्ट करियर एकेडमीको प्रायोजनमा र यसमा हामी खास गरेर लोक सेवा आयोग सम्बन्धी चर्चा परिचर्चा गर्छौं। त्यसमा खास गरेर नेपाल निजामती सेवा लगायतका अन्य विभिन्न सेवामा लोक सेवाबाट नाम निकाल्न सफल हुनुभएका व्यक्तित्वहरूसँग छलफल कुराकानी गर्ने गरेका छौं र सोही क्रममा आज हामीसँग हुनुहुन्छ सञ्जीव दुबेज्यू। उहाँ अहिले प्रदेश 2 को उद्योग पर्यटन एवं वन मन्त्रालयमा अधिकृतको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ। सबभन्दा पहिला उहाँलाई स्वागतहरु। कार्यक्रममा धेरै धेरै स्वागत छ सञ्जीवजी। हामी अब एकैचोटी प्रश्नतिर जाउँ। तपाई 2062 सालमै नाम निकाल्न सफल हुनुभएको थियो र तपाईको यो यात्रा अहिलेसम्मको यात्राबारे संक्षिप्तमा जानकारी गराइदिनुस् न। धन्यवाद। म सुरुमा तपाईको 2062 सालमा लोकसेवाको परीक्षा दिएर सरकारी सेवामा प्रवेश गर्नुभन्दा पहिले तपाईको विभिन्न बैंकहरुमा पनि मैले काम पनि गरेँ र त्यहाँ नाम पनि निकालेको थिएँ विभिन्न तहहरुमा। तर मलाई कता कता यो मेरो लक्ष्य अर्कै थियो। मैले हाम्रो घर परिवार सबैतिर उहाँहरुबाट पनि मैले के सुनेको थिएँ भने सरकारको सेवा गर्नु, राष्ट्रको सेवा गर्नु भनेको त्यो सबैको भाग्यमा हुँदैन। त्यही भएर त्यसमा लाग्नु धेरै राम्रो हुन्छ भन्ने कुरा मैले आफ्नो अग्रज वा दाजुभाइहरुबाट मैले सुने थिएँ मैले। र त्यसपछि मैले तपाईको मलाई एक्चुअलमा थाहा पनि थिएन यो खर्दार र सुब्बा के हो भन्ने कुरा। र मैले यसो यता बैंकमा काम गर्दैको अवस्थामा मैले यसो सिलेबस हेरेँ। त्यहाँ लोकसेवा पहिले जलेश्वर अञ्चल कार्यालय हो, जलेश्वरबाट निकालेको थियो तपाईको डिठा विचारी पदमा। अनि त्यसमा मैले तपाईको परीक्षा पनि दिएँ। परीक्षा दिएर मेरो 1 नम्बरमै नाम सिफारिस भयो। 2062 साल कार्तिक 9 गते मेरो नियुक्ति भयो जिल्ला अदालत महोत्तरीमा। अनि त्यसपछि तपाईको लोकसेवा केही समयको लागि बन्द भयो। आन्दोलनहरु थियो 62-63 त्यो बेलामा मधेस विद्रोह नि थियो। त्यो बेलाको आन्दोलनको कारणले हजुरको के भयो भने त्यहाँ आन्दोलन हुँदाखेरि केही समय लोकसेवा अलि स्थगित भएको थियो र त्यसपछि पुनः लोकसेवा खुल्यो। त्यसमा पनि मैले नासु स्तरमा फेरि पास गरेँ 2 नम्बरमा। त्यसपछि तपाईको अब विभिन्न वैवाहिक जीवनहरुमा पारिवारिक उसमा लाग्यो र त्यसपछि मैले फेरि तपाईको 68-69 सालतिर तपाईको राजस्व अधिकृतको रूपमा पनि म उत्तीर्ण भएँ लिखितमा। तर अब मेरो आफ्नै कमजोरीले गर्दाखेरि अन्तर्वार्तामा म वैकल्पिकमा परेँ। अनि त्यसपछि म लगत्तै फेरि तपाईको प्रशासनमा फेरि नाम निकाल्न सफल भएँ। र त्यही बेलादेखि 2800 ब्याटमा हामी 2800 ब्याटको के अरे 2800 ब्याटको ब्याच हो हामी। अनि त्यसबाट म अहिलेसम्म तपाईको विभिन्न कार्यालयहरुको तपाईको हुलाकतिर पनि काम गर्नुभएको रहेछ। घरेलुमा प्रमुख भएरै काम गर्नुभएको रहेछ। हजुर, जिल्ला हुलाक कार्यालय महोत्तरीको पनि कार्यालय प्रमुख भएँ। विभिन्न ठाउँमा कार्यालय प्रमुख हुँदै अहिले चाहिँ मन्त्रालयमा कार्य गरिरहेको छु शाखा अधिकृतको रूपमा। उति बेला नाम निकाल्नु 2062-63 तिर र अहिले फेरि पनि तपाई लोकसेवाकै दिने क्रममा हुनुहुन्छ। उपसचिव सचिवहरुको लागि तपाई तयारीमा हुनुहुन्छ, उपसचिवको लागि खास गरेर। अनि के छ त भिन्नता पहिले नाम निकाल्दा र अहिलेकोमा चाहिँ? एकदम सान्दर्भिक प्रश्न गर्नुभयो। वास्तवमा त्यति बेला के थियो भने खास गरी यता हाम्रो मधेसी समुदायको लागि तपाईको त्यति बेला अहिले जस्तो वातावरण थिएन। त्यो त्यति बेला तपाईको नाम पनि निक्लिँदाखेरि मुस्किलले त्यो पनि एक त यताको मानिसले तपाईको प्रयास पनि नगर्ने, यताको
हाम्रो साथीभाइ विद्यार्थीहरू कल्चर नभएर कल्चर डेभलप नभएर अहिलेको जस्तो अलि सहज थिएन त्यति बेला र यति बेलाको अन्तर भनेको अहिलेको जस्तो अहिले तपाईँको वातावरणमै लोकसेवामय भएको छ अहिले तराईमा पनि तपाईँको र प्रोत्साहन पनि पाइरहेछन् घरबाट पनि साथीभाइहरूबाट आफ्नो के अरे सानो भाइहरूलाई वा अरूलाई साथीभाइहरूलाई नाम निकाल पढ भनेर सजेस्ट गर्दैछौँ उहाँहरूलाई विभिन्न कोचिङहरूमा मैले पढाएको पनि छु 65 सालदेखि नै मैले तपाईँको विभिन्न कोचिङहरूमा पढाएँ त्यसपछि तपाईँको अहिले चाहिँ फरक यति छ कि त्यति बेला हाम्रो लागि अलिकति वातावरण असहजै थियो त्यो थाहा पनि थिएन खासै यहाँ दाजुभाइहरू पनि त्यति कसैले नाम पनि निकालेको थिएन र म त्यति बेला त्यो आफ्नो महल्लाभरिमै म पहिलो थिएँ त्यो अवस्था थियो जनकपुर धामको इभेन्ट त्यति बेला अब यो महल्ला के भनौँ यो एरियामा लगभग झन्डै म त्यो पास गर्नेमा पहिल्यै थिएँ तर अहिले चाहिँ अहिले मलाई खुसी लागेको छ हाम्रो साथीभाइहरू पनि धेरै भाइ बहिनीहरू पनि अहिले पास गरेर आउनु भएको छ मैले नै पढाएको पनि विद्यार्थीहरू शाखादेखिसम्म भइसकेको पनि छ र म आफै पनि स्वयं उपसचिव सहसचिवको तयारीमा पनि छु यस्तै छ प्रशिक्षकको रूपमा नि धेरै काम गर्नुभएको रहेछ प्रशिक्षणमा देख्दाखेरि विद्यार्थीहरूले कहाँनिर मिस्टेक गर्दा रहेछन् नाम निस्किँदैन उसको मिहिनेत गर्दा गर्दै पनि कहाँ चुक्दा रहेछन् अब यस्तो छ अहिलेको अवस्थामा चाहिँ हाम्रो मैले हेरेको मैले तपाईँको प्रशिक्षणमा एकदम गहन रूपमा विद्यार्थीहरूलाई अध्ययन पनि गरेको छु विद्यार्थीहरूको कमजोरी कहाँ छ भन्ने कुरा अब कस्तो छ भने हाम्रो विद्यार्थीहरू पढ्नमा तपाईँको त्यति नराम्रो छैन तपाईँको अब पहाडतिरको कल्चर र यहाँको अलिक फरक छ यहाँ बिए एमए पास गरेपछि मात्रै जागिरको खोजीमा जान्छ पहाडतिरमा के छ भने तपाईँको एसएलसी पास गर्ने बित्तिकै ऊ लोकसेवाको कल्चरमा आफूलाई ढाल्दै जान्छ बरु त्यो जागिर नि गर्ने अध्ययन नि कन्टिन्यू राख्ने एकाडेमिक सर्टिफिकेटमा उसको ब्याक लागोस् उसलाई मतलब भएन तर यता चाहिँ सफल हुन्छ तर हाम्रोतिर के छ भने तपाईँको यतातिर खास गरी विद्यार्थीहरूलाई यसो हेर्दाखेरि सबभन्दा मुख्य समस्या भनेको तपाईँको वस्तुगत अब्जेक्टिभ क्वेसनमा विद्यार्थीहरूलाई समस्या छैन तर विषयगत क्वेसनहरू जुन छ नि त्यसमा यहाँको विद्यार्थीहरूलाई अलिक समस्या छ किनभने त्यो खास भाषाको कारणले यस्तो भएको हो कि या मातृभाषा नेपाली नभएर नेपालीमै लेख्नुपर्ने बाध्यताले गर्दा नि यस्तो भएको हुन सक्छ एक्ज्याक्टली त्यो पनि एउटा कारण हुन सक्छ हजुर यो पनि एउटा कारण हुन सक्छ अब भाषा पनि अब धेरै अहिले पनि तपाईँको गाउँघरतिर जानुहोस् धेरैलाई अहिले पनि तपाईँको नेपाली स्पष्टसँग बोल्न आउँदैन त्यो कारणले यो भाषाकोले गर्दा पनि अलिकति यस्तो समस्याहरू चाहिँ देखिएको छ यो तर अब विगतदेखि अहिलेसम्मको तपाईँले सँगाल्नु भएको अनुभवहरूले विद्यार्थीहरूको भविष्यको लागि लोकसेवा नै कसरी राम्रो माध्यम बन्न सक्छ र तपाईँले चाहिँ कस्ता खाले प्रोत्साहन दिन चाहनुहुन्छ उहाँहरूले विद्यार्थीहरूलाई अलिक प्रोत्साहित गरिदिनु न अब यसमा मेरो अलिक फरक धारणा छ लोकसेवा मात्रै पनि एउटा उसको भविष्य सुनिश्चित गर्ने आधार हुन सक्दैन पनि म भन्छु अरू पनि धेरै सेक्टरहरू छ विकल्प छ तपाईँको विज्ञता तपाईँको रुचि केमा छ तपाईँको योग्यता के को छ आफूलाई कहाँ तपाईँले मूल्याङ्कन गर्नुहुन्छ कसैको इन्जिनियरमा पनि इन्जिनियरतिरको बढी उसको चासो र इन्ट्रेस्टको विषय होला कोही मेडिकलतिरको लागि होला उसलाई कोही मेडिकलतिरको होला तर लोकसेवा यो तपाईँको यसै पास गरेपछि उसको भविष्य हुन्छ भन्ने चाहिँ होइन तर के छ भने यसमा तपाईँको नियामती सेवा ऐनले के अरे कर्मचारीको जागिरको वृत्ति विकासको सुरक्षाहरू गरेको छ धेरै कुराहरू यसमा राम्रो छ त्यो कारणले गर्दाखेरि अब विद्यार्थीले आफू कतातिर जाने हो भन्ने कुरा पहिला डिसाइड गर्नु आफैले निर्धारण गर्नु नत्र अब फलानुले भन्दैमा त्यतिर लाग्यो भने त्यो अलि बाटो बिराउनु पनि सक्छ कि जस्तो मलाई लाग्छ अनि लोकसेवाको लागि अहिले जुन प्रशिक्षार्थीहरूले दिइराख्नु भएको छ परीक्षा उहाँहरूलाई चाहिँ कसरी प्रोत्साहन गर्न सकिन्छ के कमी देख्नुहुन्छ तपाईँले नि धेरै अनुभव गर्नुभएको रहेछ परीक्षार्थीहरूलाई पढाएर प्रशिक्षण दिएर अनि त्यो क्रममा के गरी प्रोत्साहित गर्न सकिन्छ अब विद्यार्थीहरूलाई मुख्य कुरा मैले भने उहाँहरूको कमजोरी विद्यार्थीहरू कमजोरी भनेको विषयगत कुराहरूमा छ उहाँको लेखाइ जुन छ नि त्यसको लागि के गर्नुपर्छ भने अभ्यास
प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट भन्छन् तपाईँको के छ भने विद्यार्थी अब उसले आफ्नो कमजोरी केमा छ भन्ने कुरा पहिले उसले आफै पत्ता लगाउन सक्नु आइडेन्टिफाई पर्यो। गर्नु पर्यो। त्यो आइडेन्टिफाई गरिसकेपछि जस्तै मैले हेर्दाखेरि यसो सरसर्तीमा एभरेजमा विषयगत रूपमा लेखन शैलीको अलि अभाव देखिएको छ, लेखन शैलीमा अलिक कमी कमजोरी देखिएको छ। अभाव छ। एक्ज्याक्टली प्रश्नले भनेको कुरा तपाईँको लोकसेवामा लेख्नुपर्छ। तपाईँले यो त्यो यताउता दायाँ बायाँ त्यो गएर न त्यहाँ त्यति टाइम हुन्छ, त्यो सबै कुरालाई लोकसेवाले भनेको क्वेसनलाई तपाईँले एक्ज्याक्टली लेख्नुपर्छ। त्यो टाइम पनि म्यानेज गर्नुपर्छ, टाइम पनि धेरै हुँदैन त्यसमा, अनि तपाईँको प्रतिस्पर्धामा पनि आउनुपर्ने हुन्छ। त्यहाँ यो हाम्रो एकाडेमिक क्वालिफिकेसन जस्तो वा एकाडेमिक अध्ययन जस्तो होइन कि 40 नम्बर वा 32 नम्बर ल्यायो भने पास हुने भन्ने कुरा। त्यहाँ उत्कृष्ट लेख्न नि सक्नु पर्यो, अनि उत्कृष्ट लेखेकाहरूसँग झनै उत्कृष्ट हुनु पर्यो, हुन सक्नु पर्यो। हजुर एक्ज्याक्टली हजुरले भनेको कुरा एकदम सही हो। अब त्यसमा मुख्य कुरा म त भन्छु, तपाईँहरूले यदि कोही भाइ बहिनीहरूले लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने उहाँलाई मेरो सुझाव के छ भने तपाईँले पहिले विगतका क्वेसनहरू, लोकसेवाको क्वेसनहरू अध्ययन गर्नुहोस्। सबभन्दा पहिले सिलेबस हेर्नुहोस्। तपाईँको सिलेबस के छ। धेरैलाई तपाईँको सिलेबसै थाहा हुँदैन अनि लोकसेवाको परीक्षा दिन पनि जाने गरेको देखेको छु मैले। तर पहिले कुरा सबभन्दा पहिले तपाईँले लोकसेवाको सिलेबस हेर्नुहोस्। आफूले कुन तहको परीक्षा दिने हो त्यो तह र पदको सिलेबस तपाईँले राम्ररी अध्ययन गर्नुहोस्। एक त्यसको च्याप्टर अध्ययन गर्नुहोस् र त्यो गरिसकेपछि तपाईँले त्यो च्याप्टरसँग सम्बन्धित क्वेसनहरू, विगतमा सोधेको क्वेसनहरू, लोकसेवाले सोधेको क्वेसनहरू सङ्ग्रह गरेर त्यसलाई तपाईँले प्र्याक्टिस गर्नुहोस् घरमा। नियमित प्र्याक्टिस गर्नुहोस् र त्यो प्र्याक्टिस गऱ्यो भने र कहीँ केही कमी कमजोरी छ भने तपाईँ आफ्नो साथीभाइ वा कसैसँग सल्लाह कन्सल्ट गरेर तपाईँले त्यसलाई पनि समाधान गर्न सक्नुहुन्छ र यसरी तपाईँले सफलता पाउनुहुन्छ। अनि यो पत्र पत्रिकाको अध्ययनले धेरै नै महत्त्व राख्दो रहेछ, तपाईँको चाहिँ के अनुभव छ? एकदम सही कुरा। पत्र पत्रिका तपाईँको सम्भव भएसम्म म त भन्छु तपाईँको गोर्खापत्र वा नियमित रूपमा पढ्नुहोस्। अझ त गोर्खापत्रमा बुधबारको दिनमा त्यो स्पेसल लोकसेवाको बुलेटिनै जस्तो त्यहाँ क्वेसन प्रश्नोत्तरहरू नि आइरहेको हुन्छ, आउने गरेको छ। त्यो कारणले पनि के छ भने लोकसेवाको नियमित तपाईँ अध्ययन गर्दै हुनुहुन्छ भने गोर्खापत्र वा यस्तै पत्रिकाहरू तपाईँले त्यसमा भएका विश्वमा भएका घटनाहरूको कुरा, अनि त्यसमा त्यो के अरे तपाईँको सम्पादकीयमा लेखिएका विषयहरू, उठान गरेका विषयहरूलाई पनि तपाईँले यसो अध्ययन गर्नुहोस् र त्यसको आधारमा तपाईँले तयारी गर्नुहोस् भनेको मेरो त्यति। प्रशिक्षण दिने क्रममा अझै अहिले जुन एउटा कुरो आएको रहेछ, तपाईँहरूले जस्तै आरक्षण पनि छ हाम्रो अब मधेसीमै, आदिवासी, दलित, जनजाति, यो मधेसीको मात्र होइन। के देखियो भनेदेखि पास मार्क्स नि ल्याउँदा रहेनछन्, जुन कारणले कोटा खाली गएको अवस्था पनि छ एकातिर, अर्कोतिर जागिर नै नभएको अवस्था पनि कुरो आउँदो रहेछ। यो के हो? यो किन भएको होला यस्तो समस्या? किन राज्यको कमी कमजोरीले भएको हो कि खास गरेर हामीमा जनचेतनाको अझै अभाव देखिएको छ यसको बारेमा? अब यस्तो छ, यो तपाईँको किन यस्तो भयो भन्ने कुरा अझै यो त अनुसन्धानकै विषय पनि हुन सक्ला। तर मेरो अनुभव के छ भने तपाईँको हामीले लोकसेवालाई जुन एकाडेमिक पढाइ जस्तै हामी ठान्छौँ यसलाई, तर यो अलिक त्योभन्दा फरक छ। यसको अध्ययन पनि अलि टेक्निकल हिसाबले गर्नुपर्छ, यसको लेखाइ पनि टेक्निकले नै लेख्नुपर्छ। यो सबै टेक्निक जानेर बुझेर तपाईँको यो गर्यो भने र त्यसको लागि प्रशिक्षण जरुरी छ। यसको लागि तपाईँको प्रशिक्षण जरुरी छ। तपाईँ अब सधैँ नगरिराख्नुहोस्, तर सम्भव भएसम्म कमसेकम 3 महिनाको वा 2 महिनाको पनि प्रशिक्षण, ट्रेनिङ लिन जरुरी छ, प्रशिक्षण लिन जरुरी छ। त्यसले एउटा तपाईँलाई मार्ग प्रशस्त गरिदिन्छ। तपाईँले यो यसरी गर्ने भन्ने बाटो देखाइदिन्छ, यसरी तयारी गर्ने भन्ने कुराको बाटो देखाउँछ। त्यो कारणले तपाईँको मैले के देखेको छु भने यो कोटाहरू खाली जाने कुरा तपाईँले गर्नुभयो, त्यो सही पनि हो, केही खाली पनि भएको छ। त्यसको मुख्य कारण त्यही हो। अब तपाईँको विषयगत कुराहरू तपाईँको त्यति यहाँको विद्यार्थीहरू त्यति विषयगत कुराहरूलाई अलिकति राम्ररी लेख्न सक्दैन, प्रस्तुत गर्न। उसलाई आउँछ त्यो कुरा, मलाई पनि थाहा छ, उसलाई आउँछ, तर त्यो त्यति राम्ररी कापीमा त्यसलाई तोकिएको समय व्यवहारमा उतार्न सकिरहेको हुँदैन, स्पष्ट गरी तपाईँको त्यो कापीमा उतार्न सकेको हुँदैन। त्यो कारणले गर्दाखेरि अब 5 नम्बर
तपाईँको नल्याउन पनि सक्छ, वा 5 नम्बर ल्याएकै अवस्थामा पनि मानव तपाईँको पासै हुन्छ भन्ने पनि छैन। एउटा सिट छ भने त कतिजनाले 5 नम्बर ल्याउनु त अरू पनि होला, तर त्यो लोकसभा पनि आफ्नो एउटा सिस्टम छ। तपाईँकै अब अनुभवको कुरो गरौँ, विभिन्न कार्यालयको प्रमुखकै जिम्मेवारी पुरा गर्नुभएको रहेछ र अझै आगामी दिनमा फेरि पनि उच्च पदस्थ पदमा जाने तपाईँको जुन अहिलेको मेहनत वा जुन अवस्था देखिएको छ वर्तमानमा, त्यसले भविष्यलाई पक्कै पनि उज्जवल देखाइरहेको छ। त्यो यसमा के अनुभूति गर्नुहुन्छ? कार्यालय प्रमुख भएर काम गर्दा कस्तो खाले अनुभूति गर्नुहुन्छ? यस्तो छ, कार्यालय प्रमुख भनेको तपाईँको जिम्मेवारी, म त्यसलाई त्यसरी भन्छु। कार्यालय प्रमुख भनेको तपाईँको जिम्मेवारी, त्यो जिम्मेवारीलाई मैले आफ्नो बुद्धि विवेक क्षमताले भ्याएसम्म, जहाँसम्म मलाई लाग्छ तपाईँको मैले राम्रै गरेको छु र यो अझ भविष्यमा पनि म यसलाई आफूभित्र जुन एउटा मैले मेरो आफ्नै एउटा के अरे एकल नेतृत्व र सामूहिक निर्णयमा म अफिसमा पनि विश्वास गर्थेँ, त्यो अहिले पनि गर्छु। र त्यसरी नै मैले अफिस कार्यालयहरू चलाएँ र साथीभाइहरूले पनि मलाई कसैले असहयोग गरेन, सबैबाट मैले सहयोग पाएँ पनि। त्यो कारणले मलाई लाग्छ अहिलेसम्म त्यस्तो मलाई नेतृत्व कार्यालयको कुन प्रमुख भएर नेतृत्व सम्हाल्न त्यति गाह्रो भएको छैन। त्यसको अब कुञ्जी के हुनसक्छ? एउटा के हुनसक्छ कि अब विद्यार्थीहरू आउँछन् तर कार्यालयमा जाँदा यस्तो हुन्छ अरे, उ त अहिले के सुनिएको छ देखिएको छ भनेदेखि होइन लोकसेवा आएको त सबै भ्रष्ट भइसके, अब यो पढेर काम छैन। धेरै नै अलिक जिनियस विद्यार्थीहरूले पनि त्यसलाई घृणाको रूपमा हेर्ने गरेका छन् अझै पनि। यो चाहिँ किन भएको होला यस्तो? किन राम्रो मान्छेको काम छैन र हाम्रो राष्ट्र सेवक बन्नमा? यो तपाईँको कुरासँग म पूर्ण सहमत छैन। किनभने यसमा तपाईँको हेर्नु न, धेरै राम्रा र इमान्दार कर्मचारीहरू पनि तपाईँको यसमा कार्यरत छ, आएकै छ। कति तपाईँको अहिलेको जुन जेनेरेसन जुन आइरहेछ त्यो तपाईँ सबै हेर्नु न, सबै ट्यालेन्ट विद्यार्थीहरू आइरहेको छ। अहिले नयाँ न्यू जेनेरेसनमा नयाँ नियुक्ति हुने विद्यार्थीहरू तपाईँको हरेक धेरै कुरो ज्ञान सिप लिएर प्रवेश गरेको अवस्था छ। त्यस्तो अवस्थामा तपाईँले अब हुनसक्ला अब त्यो विरोध भन्ने कुरा र नकारात्मक कुराहरू सबै विषयमा हुन्छ र यसमा पनि नभएको वा छँदै छैन भन्ने पनि म भन्दिनँ। तर यसमा के छ भने म यसलाई पोजिटिभ रूपमा हेर्छु। नेगेटिभ माइन्ड विल नेभर गिभ यु पोजिटिभ लाइफ। त्यसैले यसलाई हमेसा मानिसले सकारात्मक सोचको लागि सोच साथ अगाडि बढ्नुपर्छ। यदि केही कुरा नकारात्मक छ भने त्यो सुधार्ने जिम्मेवारी पनि हाम्रै। हामीले अर्कालाई के अरे आरोप लगाएर वा गाली गरेर मात्रै हुँदैन, त्यसमा म पनि केही जिम्मेवार होला होइन। त्यही भएर यो पोजिटिभ सोचेर यो हाम्रै देश हो, हामीले नै बनाउनु पर्छ। यसको लागि हामी आफैले लाग्ने हो, हामी सबै मिलेर गर्ने हो। निश्चित रूपमा यो अहिले जुन एउटा अझै पनि के देखिएको छ भनेदेखि खास गरेर हाम्रो यता मधेसतिरको तराई मधेसको अवस्था, विद्यार्थीहरूमा अझै पनि लोकसेवा जाउँ दिउँ भनेर हिम्मत गर्दा पनि एकचोटि निस्किँदैन नाम भनेर अर्कोचोटिदेखि उसले सामाजिक रूपमै दबाब पनि खेप्नु परेको अवस्था छ। यस्तोमा चाहिँ परीक्षार्थीले के गरोस्? उसलाई कुन कसरी के दिनुहुन्छ? उसलाई एउटा सूत्र दिनुहोस् न, के गर्न सकिन्छ, के गर्ने? गम्भीर प्रश्न गर्नुभयो, सूत्र दिनुहोस् भन्नुभयो। यसमा यस्तो छ, हाम्रो यहाँ गार्जियन अभिभावकहरूको पनि केही कमी कमजोरीहरू छ, नहुने होइन। तपाईँ त्यही हेर्नुहोस् न, तपाईँको यहाँको अभिभावकले त्यही लोकसेवाको तयारी गर्छु, मलाई म जनकपुर वा काठमाडौँ बसेर लोकसेवाको तयारी गर्छु, मलाई सपोर्ट गर्नुहोस् वा सहयोग गर्नुहोस् भनेपछि यहाँको गार्जियनले त्यति चासो लिएको देखिँदैन। र इभेन यतिसम्म भन्छ फलानुसँग किताब मागेर पढिहाल्न भने, जबकि त्यो लोकसेवा भनेको त तपाईँको नियमित अपडेट भइरहनु पर्ने कुरा हो। निश्चित फलानुसँग किताब लिएर त्यो एक दिनको काम त होइन। विद्यार्थीले धेरै समस्या छ। त्यो पहिलो समस्या त उसको घरबाटै मैले हेरेको छु। फर्स्ट समस्या विद्यार्थी लोकसेवा पास नहुने वा त्यहाँ एकचोटि गएपछि त्यो निराशा गर्ने, नाम निस्किँदैन भनेर जुन एउटा छ नि सोच छ नि, त्यो मनोबल भनेको त्यो तपाईँको घरबाटै म हेर्छु, त्यो घरबाटै निरुत्साहित गरिन्छ विद्यार्थीलाई।
जस्तै मेरै घरमा पनि मलाई कहिले पनि कहीँबाट दबाब भएन कि तँ यही गर्नुपर्छ वा लोकसेवा पास गर्नुपर्छ या तैँले यहीपल्ट गर्नुपर्छ वा तँ फलानुमा जागिर गर्नुपर्छ भनेर मलाई कहिले पनि दबाब दिएन। तपाईँ आफै पनि यो कुरालाई राम्ररी बुझ्न सक्नुहुन्छ। कुनै कुरा प्रेसर दबाबमा गरेको काम त्यति राम्रो हुँदैन। तर हाम्रो यताको वातावरण कस्तो छ भने तपाईँको अभिभावकहरूले तपाईँको 500 किताब किन्न भन्नुहोस् लोकसेवाको, त्यो किन्न मान्दैन। मैले नै हेरेको यो आफ्नै विद्यार्थीहरूलाई तपाईँको 500 किताब किन्नलाई सर अब गार्जियनले किताबै किनिदिँदैन पनि भन्ने विद्यार्थीहरू धेरै छन्। म पुरानै किताब भन्छ कि कसैसँग मागेर पढिहाल्नु भन्छ। अब यस्तो अवस्थामा अलिकति गार्जियनहरूमा पनि यसको चेतना जगाउनु जरुरी छ। यसको लागि राज्यले के गर्न सक्छ तपाईँको विचारमा? अब राज्यले के गर्न सक्छ? अहिले त तपाईँको यसको लागि पनि विभिन्न तपाईँ राज्यले गरेको पनि छ र गरि पनि रहेछ। तपाईँको विभिन्न पालिकाहरूले लोकसेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू, तालिम महिलाहरूको लागि, तपाईँको दलितहरूको लागि, यिनीहरूको लागि तपाईँको लोकसेवा सम्बन्धी तालिम प्रशिक्षणको कार्यक्रमहरू बराबर तपाईँको पालिकामा भइरह पनि रहेछ। म आफै पनि तपाईँको नगरायण नगरपालिकामा त्यहाँ प्रशिक्षक भएर मैले नगरायण नगरपालिकाले सञ्चालन गरेको लोकसेवाको कक्षामा म आफै पनि प्रशिक्षक भएर त्यहाँ पनि पढाएको हो। अनि त्यो हेर्दाखेरि खास गरी त्यो प्रशिक्षण दिँदाखेरि मलाई लाग्छ त्योभन्दा पहिले गार्जियनलाई पनि ल्याएर यसो ओरिएन्टेसन गर्नुपर्ने जस्तो मैले देखेँ। अभिभावक समेतलाई अभिमुखीकरण आवश्यक छ। एकचोटि त्यो जुन विद्यार्थीहरू त्यहाँ सहभागी हुन चाहन्छन् ती विद्यार्थीका अभिभावकहरूलाई पनि ल्याएर वा अभिभावकहरूलाई त्यो प्रशिक्षण सुरु गर्नुभन्दा पहिले एक दिन अभिभावकहरूलाई नै यो के हो कसो हो भन्ने कुराको र यसमा विद्यार्थीहरूलाई कस्तो सपोर्ट गर्ने के गर्ने भन्ने कुरा अभिभावकलाई पनि ओरिएन्टेसन गर्नु जरुरी देख्छु। ओके, धेरै नै महत्त्वपूर्ण कुराहरू आयो। स्मार्ट क्यारियर एकाडेमी काठमाडौँको प्रायोजनमा टिभी टुडेबाट अहिले हामी स्मार्ट टक कार्यक्रममा छौँ र अब कार्यक्रमको करिब अन्त्यमा आइपुगेका छौँ। अन्त्यमा के सल्लाह दिन चाहनुहुन्छ विद्यार्थीहरूलाई, के भन्न चाहनुहुन्छ? अब विद्यार्थीहरूलाई म के भन्छु भने तपाईँको अब तातै खाउँ जली मरौँ भन्ने हुँदैन। लोकसेवा पनि एउटा तपस्या नै हो, त्यो बुझ्नुहोस्। तपाईँको एकाडेमीमा मैले अगाडि नै भने कि तपाईँको त्यो 32 नम्बर ल्याएर पास हुने वा 40 नम्बर ल्याएर पास हुने खालको इक्जाम होइन। यो तपाईँको क्यारियरको इक्जाम हो, तपाईँको भोलिको वृत्ति विकासको इक्जाम हो। त्यही भएर यसमा के गर्नु पर्यो भने तपाईँहरूले धैर्यताका साथ पहिले आफूलाई व्यवस्थित गर्नु पर्यो कि म फलानु चिजको वा फलानु पदमा म यो लोकसेवाकै जागिर गर्छु भनेर फलानु पदको तयारी गर्न सुरुवात गर्नु पर्यो। त्यो सुरुवात गर्दाखेरि आफूलाई टाइम पनि म्यानेज गर्नु पर्यो। दैनिक तपाईँको कम्तीमा मिनिमम, धेरै हुँदैन भने बिहान बेलुका गरेर 3 घन्टा पढ्नुहोस्, नक्छ तर रेगुलर पढ्नुहोस्, रेगुलर पढ्नुहोस्, 3 घन्टा पढ्नुहोस्। धेरै नपढे पनि काम छैन, तपाईँलाई अझै समय छ भने अझै बढी पढ्नुहोस्, तर 3 घन्टा पढ्नुहोस् र नियमित तपाईँले गोर्खापत्र वा समसामयिक पत्र पत्रिकाहरूलाई चाहिँ अध्ययन गर्नुहोस्। अनि त्यसपछि मैले भनेको त्यो लोकसेवाको पुराना क्वेसनहरूलाई के अरे ल्याएर तपाईँ घरमा पनि अभ्यास गर्नुहोस्। आफ्नो नजिकको आफूभन्दा अग्रज वा सिनियर दाजुहरूसँग तपाईँले त्यसलाई कन्सल्ट गर्नुहोस्। त्यसमा केही थपघटको कुनै कुराहरू छ भने वा सुधारको केही कुराहरू छ भने उहाँहरूसँग फिडब्याक लिनुहोस् र त्यही अनुसार आफूलाई परिमार्जित गरेर अनि तयारीमा लाग्यो भने पक्कै पनि सफलता हुन्छ र यसरी तयारी गर्नुहोस् भन्ने म। धेरै धेरै धन्यवाद। उहाँले स्मार्ट टकमा आएर सञ्जीव दुबे अहिले उद्योग पर्यटन तथा वन मन्त्रालय प्रदेश 2 का अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ त्यहाँ, र उहाँले स्मार्ट टकमा आज हामीलाई अत्यन्त महत्त्वपूर्ण समय दिएर जानुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। साथै म प्रस्तोता ध्रुव झा बिदा चाहन्छु। नमस्ते।